बिचमा सम्बन्ध बिचहरू छ त्यतिखेर चाहिँ सरी मेरो नाम चाहिँ गुनास बुढा छेत्री अनि म दुर्जुन कलेजबाट हो अनि विशेष गरी आर्टिस्टहरूलाई धेरै धन्यवाद अनि त्यसपछि यो सहयोग गर्नेहरूलाई अनि यसको बारेमा सबैभन्दा मलाई मन टच हुने चाहिँ अब जब गुरु र चेलाको बिचमा सम्बन्ध बिचहरू छ अनि त्यो बिचमा चाहिँ गुरु चेलाको बिचमा सम्बन्ध बिछोड हुने बेलामा चाहिँ अनि त्योप्रति चाहिँ हामी बोकेको हुनाले त्योप्रति चाहिँ मलाई साह्रै टच भयो सरी भन्न सक्छु पछि आउने समयमा चाहिँ दर्शकहरूले पनि अब त्यसरी नै थिएटरहरूमा सायद सहयोग दिएर सबैले आफ्नो जीवनी कथालाई बुझ्नै पर्ने भन्ने चाहिँ अब पढेर मात्र हुँदैन रियालिटीमा हेर्दाखेरि चाहिँ अब यसमा धेरै भिन्नता आउँदो रहेछ जब हामीले पढ्दाखेरि नै यसरी भावुक हुन्थ्यो पहिला अनि त्यस पढ्दाखेरि नै त्यो बारेमा बुझ्दाखेरि चाहिँ अब आफ्नो जीवनलाई जिउने शैली र तरिकाहरूलाई चाहिँ अब कसरी यो अब मिथ्या र अब आधुनिक जीवनबाट चाहिँ टाढा शैली हुन्छ भन्ने कुरामा जसरी मिला रिम्बर्सेले आफ्नो जीवन त्यागलाई अब त्याग दिएर परिनिर्माणको बाटोमा लाग्नुभयो त्यसरी नै हामी सबैले पनि त्यसरी नै अब आध्यात्मिक धर्मतिर जुन स्पिरिचुअलिटीमा विश्वास गर्नुपर्छ भन्ने चाहिँ म धेरै विश्वास गर्छु र त्यसपछि लाग्नु र सत्कर्म र सद्धर्म कमाउनु चाहिँ हामीहरूको कर्तव्य पनि हो भनेर भन्न चाहन्छु सबैले हेरेर साथ दिनु होला र सहयोग गरिदिनु होला भन्ने चाहिँ थ्याङ्क यू